सर्भिस स्टोरबाट निकाल्दैछौँ। अहिले हाम्रो विभिन्न ठाउँबाट छोर टोखा नारायणथान त्यसपछि तपाईँको इचौकोदेखि सबै मान्छेहरू आउन बाँकी नै छ। अहिले लगभग हाम्रो 5-6 हजार मान्छे जम्मा भइसकेको छन्। यताबाट आउँदाखेरि हामी एक र्याली लिएर हामी मार्च गर्दै हामी 3 कुने पुग्नेछौँ। त्यसको लागि हामी तयारीबद्ध तरिकाले योजना बनाउँदैछौँ। कतिसम्मको हदमा जान्छ त्यो र्याली, मतलब के गर्न सक्छ यो र्यालीले आज प्रश्न भन्नुहोस्। अब आजको यस र्यालीले चाहिँ निर्णायक समय भनेको हामी हरेक दिन गर्दै आएका छौँ। यस र्यालीमा हामीलाई नछोडेको खण्डमा हामीलाई केही पनि गर्नेवाला छैन। तर हाम्रो बाटोमा अवरोध देखायो भने यसलाई हामीले छोड्नेवाला छैन। लड्न भिड्न कुट्न छुट्न लडाउन जे पनि तयार छौँ। हामी जे पनि गर्न तयार छौँ। आज राजालाई ल्याएर नारायणीमा राख्नुहुन्छ त? आज हामी सम्भवतः सायद हाम्रो उपाय नै त्यही नै छ। अहिले हाम्रो उद्देश्य नै त्यही नै छ। यिनीहरूले जुन अघोषित ठाउँहरू तोकिया छ, जस्तो तपाईँको चाहिँ के अरे मन्त्री क्वार्टर एरिया बालुवाटा, लास्टमा राजा नल्याइसकेको खण्डमा के गर्नुहुन्छ? ल्याउन सक्नु भएन भने के गर्नुहुन्छ? यत्रो आन्दोलन त गर्नु भएको छ, यदि ल्याउन सक्नु भएन भने के गर्ने? राजा जसरी पनि ल्याइन्छ, यसमा दोमत नमान्नुहोस्। हामी जनतालाई के आश्वासन दिन चाहेको मात्रै होइन कि हामी ग्यारेन्टी साथ भन्छौँ राजा ल्याउँछौँ, 1 ल्याउँछौँ, 2 ल्याउँछौँ, 3 ल्याउँछौँ, जसरी पनि ल्याउन तयार छौँ। मरेर मारेर लडेर रणनीति कुटनीति सब गरेर ल्याउन तयार छौँ। यसमा दोमतै नमान्नुहोस्। नेपाली जनतालाई हामी 3 करोड जनतालाई शाही युवा शक्ति नेपालले ग्यारेन्टीका साथ भन्छ। हिजोसम्म लड्दै आएको युवा सङ्घ हो, आज पनि लडेर हामी जसरी ल्याउँछौँ विश्वास राख्नुहोस्। तपाईँलाई त राजा मनपर्छ, राजा ल्याउनु पर्छ भन्ने तपाईँ विचारमा हुन्छ। तपाईँ जस्तै धेरै मान्छेहरू पनि राजा नल्याउनु पर्छ, राजा नभए ठिक छ, गणतन्त्र ठिक छ भन्नेहरू पनि छन्। गणतन्त्र ठिक छ भन्ने साथीहरूलाई म के आह्वान गर्छु भने सधैँ यसरी लुटेर खान पाइँदैन भन्ने आह्वान गर्छु। यो लोकतन्त्र हो, गणौनी तन्त्र हो। यहाँ राष्ट्रपति छैन, दलपति छ। राष्ट्रपति यदि हुन्थ्यो भने जनताले चुनेर राख्थ्यौ। दलपतिको दल बनाएर राखेका त्यसलाई राष्ट्रपति मान्दिनँ म चाहिँ। आज खुल्ली छ भने यो राज्यले यो जुन अहिले चलाइरहेको गणौनी तन्त्रले हुना टेकिसकेको अवस्था छ। हुना टेकेर बरु सरकार हामीले सकेनौँ, हामी निकाममा भयौँ, हामी अब तपाईँलाई बुझाउन तयार छौँ भनेर नारायणीमा आएर अथवा कुनै पनि चोकमा आएर हात खडा गरे हुन्छ। यिनीहरूले हात खडा गरिसके, आदत यिनीहरू झुकिसके। हेर्नुहोस् त एउटा विशिष्ट श्रेणीमा बसेका व्यक्तिहरूले बोलेको अवस्था, कहिले के दोष लगाएको छ, कहिले के दोष लगाएको छ। देशमा कुलमानलाई चाहिँ किन हटायो तपाईँको? कुलमानलाई उनीहरूले घुस खान पाएन। कुलमान एउटा सच्चा तामाङको छोरो हो, एउटा जनजातिको छोरो हो। त्यो जनजातिको छोरोलाई यिनीहरूले झुकाउन खोज्यो तर झुक्न सकेन हो। झुक्न नसकेको खण्डले उनीहरूले घुस खान नपाएर, यिनीहरूले राज्यको दोहन गर्न नपाएर, राज्यको हामी जस्तो श्रमिकको पैसा खान नपाएर यिनीहरूले त्यसलाई कुलमानलाई अहिले होइन धेरै पहिलादेखि हट्न खोज्या हो। अहिले एउटा इस्यु बनाएर हटेको छ, उसलाई पनि पुनर्बहाली हामी गराउनेछौँ। हामी शाही युवा शक्तिले यसलाई शाही युवा शक्ति नेपालले यसलाई पनि हामी गहन रूपले हेर्नेछौँ। अहिले बालन शाह प्रधानमन्त्री हुनुपर्छ भन्ने धेरै मान्छेहरूको चासो छ। तपाईँले विषयमा के भन्नुहुन्छ? बालन शाह जस्ता धेरै व्यक्तिहरू छन् यहाँ, धेरै नै व्यक्ति छन्। जस्तो चाहिँ तपाईँको गोपी हमाल छ, बालन शाह हुनुहुन्छ, त्यसपछि त्यस्तै अन्य जस्तो चाहिँ अहिले कुलमानकै कुरा गरौँ उहाँहरू हुनुहुन्छ। हामीलाई लिडरसिप होइन, लिडर गर्न सक्ने, देश बचाउने, देशको बजेटलाई समायोजित बनाएर सब जनतामाझ पुर्याउन सक्ने मन्त्री चाहिएको छ, राजा चाहिएको छ, दलपति होइन। भोलि बालन शाहले प्रधानमन्त्री बन्छु भन्ने शाही युवा शक्तिले सपोर्ट गर्छ त? हामी गर्नेछौँ। हरेक व्यक्तिलाई, हरेक सक्षम व्यक्तिलाई, हरेक आफ्नो कानुनमा रहने व्यक्तिलाई हामी साथ लिएर हिँड्न तत्पर छौँ, तत्पर हौँ, तत्पर रहन्छौँ। हामी त्यो भन्न चाहन्छौँ तपाईँलाई सबै जनताको माझमा। हस्, धन्यवाद। धन्यवाद छ। देख्नु दर्शक, यो भिडको आक्रोश जुन तपाईँको शरीरको रगतले उमाल्ने खालको आक्रोश देखिन्छ। के आज देशमा के हुन्छ, के साँच्चै आज राजा ल्याउनेछ त भन्ने कुराहरू यो माहौलबाट बुझ्न सकिन्छ। होइन, आज त राजा लिन जाने हो नि यहाँ नारायणी। गणतन्त्र फाल्ने, राजा फर्काउने, जनता सडकमा आउने, जनताको शक्ति देखाउने र राजा जनता मिलेर देश बनाउने, विदेशी गणतन्त्र फाल्ने। विदेशी गणतन्त्रवादी अब जनता हुने होइन, कुनै पार्टीमा लाएर अब गणतन्त्रवादी हुने होइन। काङ्ग्रेस एमाले माओवादी जहाँ हुनुहुन्छ तपाईँहरू राजाको पक्षमा खुल्नुहोस्, राष्ट्रिय झन्डामुनि खुल्नुहोस्, आउनुहोस्, हामीसँग जोडिनुहोस्। सडक आन्दोलनमा जोड्यौँ, शान्तिपूर्ण सडक आन्दोलनबाट लाखौँ जनता समेटेर निस्किएर चाहिँ हाम्रो देश बचाउँ, राजा फर्काउँ, राजालाई साथ दिउँ।
होइन जनताको जनविद्रोहको चाहिँ सीमा नआएको छ गणतन्त्रको अत्याचारले जनता आक्रोशित भएका छन् तर पनि त्यो आक्रोशित भिडलाई हामी संयमित बनाउँदै लाखौँको सङ्ख्यामा हामी निस्किँदै हामी अगाडि बढ्नेछौँ र त्यो शक्तिले चाहिँ भोलि चाहिँ शान्तिपूर्ण ढङ्गबाट श्रीपाद ज्ञानेन्द्र सरकारलाई गति आरोहण गराउनेछौँ जनताको उद्देश्य श्रीपाद ज्ञानेन्द्र सरकारको तेस्रो पटक गति आरोहण राज्य अभिषेक हो त्यसको लागि जनता तयार भएका छौँ सडकमा आएका छौँ यो जनता राजालाई श्रीपेद नलाएछ घर फर्किँदैन दर्शकबिन्दु लाइभ नेपाल नेटवर्कमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु म छु अनिल छेत्री अहिले यतिखेर चाहिँ हामी सामाखुसी चोक सिटी स्क्वायर अगाडि छौँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ श्रीपाद ज्ञानेन्द्र सरकारलाई राष्ट्र बचाउनको लागि नागरिकहरूको सडकमा उत्रिएर साथ दिन्छु ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राज गर्दै आरोहण गर्छु भनेर शाही युवा शक्ति नेपालले यो जुलुस भेला गर्दैछ यहाँ के हुँदैछ कसो हुँदैछ भन्ने कुराहरू म यहाँ केही उपस्थित तपाईँलाई स्वागत छ धन्यवाद के हुँदैछ यहाँ र्याली हुँदैछ कहाँ जाँदैछ यो र्याली चाहिँ यो टिनकुने आज के हुन्छ के कतिसम्म गर्नुहुन्छ राजा फर्काउनलाई आज राजा फर्काउनलाई हुन्छ होला 7-8 लाख जति हुन्छ होला त्यति तपाईँ पनि हजुर आज के हुन्छ आज यही राजा आउँछन् भनेर हामी सबैजना तपाईँहरूको जुलुसले राजालाई फर्काउँछ त आज हजुर फर्काउने हामी एकदमै कोसिसमा गरेको अब राजा आउनुभयो भने देश एकदम राम्रो हुन्छ जस्तो लाग्छ तपाईँको विचारमा किन राजतन्त्र अब राजा आउनुभयो भनेदेखि धेरै भ्रष्टाचार हुँदैनन् यो धेरै नेताहरूले खानाभन्दा बरु एकजना राजाले पनि त राजतन्त्र थियो नि त किन हटायो त्यो राजा नै देशमा ठिक थियो भने अब राजा नै थियो अब अर्को केही आयो भनेदेखि झन् धेरै विकास हुन्छ कि भनेर त्यो पनि हेरियो अब राजा आउँछन् राजा आउनुभयो भने अझ राम्रो हुन्छ फेरि अहिले ठिक छ नेताहरूले नराम्रो गरे अहिले नेतालाई हटाउन खोजिँदैछ राजतन्त्र ल्याउन खोजिँदैछ भोलि राजाले नै विश्वासघात गऱ्यो भने के गर्नुहुन्छ कुन मुख लिएर हेर्नु खै यस्तो त्यो त अब जनताले नै राजालाई ल्याउनुहुन्छ अब त्यस्तो राम्रो काम गर्नु भएन भने जनताले नै फेरि निकाल्न नि सक्नुहुन्छ त्यो त जनताको लागि राम्रो काम गर्नुभयो भने मात्रै हुनसक्छ कतिको विश्वास छ राजाले जनताका लागि गर्नेछन् गर्नुहुन्छ जस्तो लाग्छ हेरौँ अब हजुरलाई के लाग्छ किन राजतन्त्र देशमा आवश्यक छ तपाईँको विचारमा राजतन्त्र यसको लागि आवश्यक छ हाम्रो जति कल कारखानाहरू थियो नेपालमा सबै यो भ्रष्ट नेताहरूले बेचिसक्यो हाम्रो आजसम्म पञ्चायतकालमा एउटा पनि नेपाली विदेश गएको थिएन सब हाम्रो देशमा बङ्गलादेश इन्डियनहरू यहाँ काम गर्न आउँथ्यो आज हाम्रो नेपाली जनताहरू विदेशमा गएर बक्सा पाइ गरेर आउँछन् भनेपछि तपाईँको विचारमा राजा आएपछि देश आउँछ पलट हुन्छ राजा आएपछि एकदम हुन्छ कसरी के विश्वास छ राजाको के छ त्यस्तो कहिले पनि त्यस्तो गार्जियन जुन घरको हुन्छन् आफ्नो बच्चालाई कहिले पनि फाल्दैन आमा बुवा भनेको आमा बुवा हो राजा नआयो भने के गर्नुहुन्छ आन्दोलनमै सीमित रहन्छ कि राजा आउँछ 100% आउँछ सबै जनता उठिसक्यो तराई मधेस हिमाल पहाड सबै उठिसक्यो कहाँदेखि आउनुभएको तपाईँ चाहिँ मेरो घर सर्लाही जिल्ला हो सर्लाहीबाट राजा ल्याउँछ हजुर तपाईँलाई किन देशमा आवश्यक राजा चाहिँ अहिले चाहिँ हरेक नेपालीको चाहना बन्दै हुनुहुन्छ होइन किनभने नेताहरूको अन्याय अत्याचारबाट जनताहरू धेरै पीडित भइसकेका छन् होइन राजतन्त्र छँदाखेरि चाहिँ एकदम सुशासन होइन देशमा सबै जनताहरू खुसी थिए सबै जात जातिहरू एकदम मिलेर बसेका थिए होइन तर गणतन्त्र आएपछि चाहिँ यिनीहरूले भाँडभैलो गरेर अशान्ति मात्र फैलाइरहेका छन् यसबाट कुनै पनि नेपाली जनताहरू खुसी छैनन् जस्तो लाग्छ मलाई हजुर के छ तपाईँ बोल्नुहुन्छ किन देशमा राजा धन्यवाद म चाहिँ अमेरिकाबाट आएको आज चाहिँ 4 दिन भयो अमेरिकाबाट राजा राजाको खोजीमा चाहिँ म आउँदैछु मेरो घर चाहिँ दुप्चेश्वरी गाउँपालिका वडा नम्बर 3 राउतबेसी हो तर के भन्दाखेरि योभन्दा अगाडि जुनै पार्टीले पनि हामीलाई धेरै नै पीडा तारेर हरेक किसिम गरेर आज हामी यो गर्छौँ भोलि त्यो गर्छौँ भनेर हामीलाई धेरै नै माया दिलाउँछौँ तपाईँहरूलाई परेको समस्या हल गर्छौँ भन्नुभयो तर आज मैले के सोच्दैछु भन्दाखेरि कुनै पनि पार्टीले चाहिँ आज हामीलाई कुनै पनि नेतृत्व गरेर शक्ति दिइरहन्छन् भन्ने कुरा यो कुरा बुझेर म चाहिँ राजा आऊ देश बचाऊ भन्ने कार्यक्रममा चाहिँ म उपस्थित भएको हो म आज 5 दिन भएको अमेरिकाबाट चाहिँ उपस्थित भएर आएको छु राजा आऊ देश बचाऊ हाम्रो धर्म बचाउनु पर्यो नारा हिट्टी खाली गरेर चाहिँ हाम्रो राजा बस्नु पर्यो भन्ने चाहिँ मेरो यो चाहिँ माग छ धन्यवाद
जय नेपाल, जय राष्ट्र। राजा किन बस्ने? राजा चाहिँ बस्नुपर्छ कि हाम्रो यो नेतृत्व पालन गर्नु पर्यो। आज के अरे 6-7 सांसदहरूले चाहिँ यो भत्ता खाएर बसेका छन्। आज के अरे 5 जना राजा पाले हुने ठाउँमा चाहिँ हजारौँ राजा पाल्नु पर्ने भइरहेको हुनाले चाहिँ यो आज चाहिँ हामीलाई राजा चाहियो भन्ने चाहिँ मेरो यो माग छ। पहिला पनि त राजतन्त्र थियो नि त, किन हटाइयो त? राजतन्त्र राजाले राम्रो गरायो भए त बस्नुहुन्थ्यो।